वेलकम टू अनदर पार्ट अफ CSS सेलेक्टर। आज हामी स्युडो क्लास सेलेक्टर र स्युडो एलिमेन्ट सेलेक्टरहरू चाहिँ पढ्दैछौँ। अब हेरौँ स्युडो क्लास सेलेक्टर भनेको के हो। यो चाहिँ एउटा त्यस्तो सेलेक्टर हो जुन चाहिँ किन युज हुन्छ भन्दाखेरिमा एउटा इलिमेन्टलाई चाहिँ स्टाइल गर्नु पर्यो बेस्ड अन स्टेटको आधारमा, कन्डिसन अर पोजिसनको आधारमा हामीले कुनै पनि एलिमेन्टहरूलाई स्टाइल गर्नु पर्यो भने चाहिँ हामीले स्युडो क्लास सेलेक्टरको युज गर्छौँ। यसको सिन्ट्याक्स भनेको चाहिँ यहाँनिर सेलेक्टर हुन्छ, जस्तो कि डिभ होला, पी होला, युएल होला, एलआई होला, अथवा हामीले दिएको कस्टम नामहरू हुन सक्ला, जस्तो कि इन्फो हुन सक्ला, डट इन्फो, अनि त्यसको चाहिँ स्टेट होला, कन्डिसन अथवा पोजिसन, त्यो कुराहरू चाहिँ हामीले यहाँनिर राख्छौँ। र फेरि करी ब्रेसेसभित्रपट्टि CSS लेख्ने कुरा त छँदैछ। इट स्टाइल इलिमेन्ट व्हेन इट्स स्टेट अर कन्डिसन चेन्जेस। जब कुनै पनि एलिमेन्टहरूको स्टेट अथवा कन्डिसनहरू चेन्ज हुँदै गर्दाखेरिमा हामीले CSS अप्लाई गरिदिनु पर्यो भनेदेखि त्यतिखेर हामी स्युडो क्लास सेलेक्टरको चाहिँ युज गर्छौँ। अब के हो त यो स्टेट कन्डिसन चेन्ज भनेको, यो कुराहरू चाहिँ अब हामी यहाँनिर हेर्छौँ। जस्तो कि होभर एउटा बटन छ र बटनमा हामीले चाहिँ यो क्रसर लाँदै गर्दाखेरिमा त्यो भनेको होभर भएको हो र यो चाहिँ एउटा बटनको नर्मल स्टेटबाट होभर स्टेटमा चेन्ज भएको छ र त्यतिखेर चाहिँ हामीले CSS लगाउनु पर्यो भने के गर्नुपर्ने भयो, बटन इज टु होभर गर्नुपर्ने भयो। र बटन क्लिक गर्दै गर्दाखेरिमा हामीलाई केही CSS देखाउनु पर्यो भने त्यतिखेर हामी गरिदिन्छौँ एक्टिभ भन्ने। अनि तपाईँहरूले याद गर्नुभएको होला फर्म भर्दाखेरिमा हामीले जब फर्म भर्नलाई चाहिँ केही लेख्न सुरु गर्छौँ नि, त्यहाँनिर त्यसको बोर्डरको कलर चेन्ज हुने, ब्याकग्राउन्ड कलर चेन्ज हुने, त्यस्तो खालको इफेक्टहरू देखिन्छ नि, त्यो चाहिँ फोकस भन्ने हाम्रो स्युडो क्लास युज गरेर चाहिँ हुन्छ। अनि लिङ्क छ, जस्तो कि हामीसँग कति धेरै लिङ्कहरू भइरहेको हुन्छ र त्यो लिङ्कको चाहिँ इनिसियल कलर कस्तो हुन्छ, धेरै जसो ब्लू देखिन्छ हो। त्यो चाहिँ भिजिट नभएको लिङ्कहरूको कलर चाहिँ ब्लू हुन्छ बाई डिफल्ट हो। त्यसलाई कलर चेन्ज गर्नु पर्यो भने हामीले लिङ्कको युज गर्छौँ। त्यस्तै हामीसँग भिजिटेड भन्ने छ कि कुनै पनि लिङ्क युजरले भिजिट गरिसक्यो, एकचोटि उसले क्लिक गरिसक्यो भनेदेखि त्यसको कलर चाहिँ फेरि चेन्ज गराएर हामी अर्कै कलर राख्न सक्छौँ। कलरको मात्रै कुरा होइन, ब्याकग्राउन्डको कुराहरू होला, जति पनि CSS अप्लाई हुन्छ नि त्यो ट्यागमा, त्यो कुरा चाहिँ हामीले इम्प्लिमेन्ट गर्न सकिहाल्यो। अर्को छ फर्स्ट चाइल्ड भन्ने, जस्तो कि पी इज टु फर्स्ट चाइल्ड भन्यो भनेदेखि यहाँनिर प्याराग्राफ ट्याग चाहिँ कहाँनिर फर्स्ट चाइल्डको रूपमा आएको छ त। अब चाइल्ड भन्दै गर्दाखेरिमा त्यसको प्यारेन्ट पनि हुन्छ हो, त्यसको फर्स्ट चाइल्ड पी ट्याग कहाँ आएको छ त्यहाँनिर चाहिँ यो CSS लाग्छ। हामीले फर्स्ट चाइल्ड भन्ने चाहिँ स्युडो क्लासको युज गऱ्यौँ भनेदेखि लास्ट चाइल्ड भनेको पनि त्यस्तै भयो, फर्स्टको ठ्याक्कै अपोजिट लास्टमा चाहिँ यसको CSSहरू इम्प्लिमेन्ट हुन्छ। यो कुराहरू हामी मजाले गरेर हेर्छौँ। अनि एन्ड चाइल्ड छ, जस्तो कि एउटा डिभ छ, हामी डिभभित्र चाहिँ हाम्रो 5वटा पी ट्यागहरू छ र त्यहाँनिर डिस्क्रिप्सनको कुराहरू भयो, केही टेक्स्टको कुराहरू छ र हामीलाई चाहिँ एउटा बिचको जस्तो कि 4थवाला चाइल्डलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरिमा त्यसको कलर चाहिँ चेन्ज गरिदिनु पर्यो, अथवा फन्ट साइज चेन्ज गरिदिनु पर्यो, फन्ट स्टाइल चेन्ज गरिदिनु पर्यो भनेदेखि फेरि त्यसलाई छुट्टै हामी क्लास नेम त दिन जाँदैनौँ नि हो। त्यो कुरा चाहिँ हामीले एन्ड ड्यास चाइल्ड अनि थर्ड लेख्छौँ यहाँनिर, त्यसपछि हामीले CSS अप्लाई गर्न सक्छौँ। अर्को छ डिजेबल, जस्तो कि हाम्रो इनपुट फिल्डहरूमा सबै फिल्डहरू चाहिँ कहिलेकाहीँ हामीले इनपुट गर्न नपाउने हुन सक्छौँ, त्यो भनेको चाहिँ डिजेबल गरेर राखेको हो। र त्यस्तो डिजेबलवाला फर्महरू चाहिँ नि हाम्रो फिल्डहरूलाई चाहिँ हामीले टार्गेट गर्नु पर्यो, अथवा बटनको कुराहरू होला, त्यो कुरालाई टार्गेट गर्नु पर्यो भने हामीले डिजेबल भन्ने स्युडो क्लासको युज गर्छौँ। इनेबल छ, अब जस्तो कि हाम्रो बटनहरू, इनपुट फिल्डहरू धेरै चाहिँ यसमा यो इनेबल, डिजेबल, रिक्वायर्डहरूको कुराहरू इम्प्लिमेन्ट हुन्छ। यो चाहिँ बाई डिफल्ट चाहिँ इनेबलै हुन्छ, सबै फिल्डहरू चाहिँ इनेबल हुन्छ, हामीले इनपुट गर्न पाउने हुन्छौँ, बटन क्लिक गर्न पाउने हुन्छौँ हो। त्यतिखेरको लागि हामीलाई केही बोर्डरको कलर दिनु पर्ला अथवा केही स्पेसिफिक चेन्जहरू देखाउनु पर्यो भनेदेखि हामीले यो खालको स्युडो क्लासको युज गर्छौँ। रिक्वायर्ड छ, जस्तो कि जति पनि हामीले फर्म भर्दै जान्छौँ नि त्यतिखेर हामीले रिक्वायर्ड भएको ठाउँमा चाहिँ बोर्डरको कलर चाहिँ सबैतिर ग्रिन राखिदिनु पर्यो। अनि रिक्वायर्ड छैन, कम्पलसरी नभएको फिल्डहरू पनि हुन्छ नि हामीले फर्म भर्दै गर्दाखेरिमा हो, त्यो फिल्डलाई चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरिमा डिफल्ट कलरमा राख्नु पर्यो भनेदेखि यो चाहिँ रिक्वायर्ड हामीले
युज गर्छौँ। भ्यालिड छ जस्तो कि हामीले फर्म भर्दै गर्दाखेरिमा इनभ्यालिड भयो भनेदेखि त्यहाँनिर केही इन्डिकेसनहरू आउँछ, मेसेज आउन सक्ला, बोर्डर कलर चेन्ज हुन्छ धेरै जसोको, रेड होला इनभ्यालिड भयो भने, भ्यालिड भइरहेछ भने ग्रिन होला। हो त्यो अनुसारको हामीले चाहिँ के गर्न सक्ने भयो, डाइनामिकल्ली पनि हामीले त्यो सिएसएसलाई लोड गर्न सक्ने भयो र त्यसरी पनि हामीले काम चाहिँ गर्न सक्छौँ। अर्को छ हाम्रो स्युडो इलिमेन्ट सेलेक्टर। अघि हामीले स्युडो क्लास सेलेक्टरमा के टार्गेट गऱ्यौँ, जस्तो कि स्टेटहरू, कन्डिसनहरू चाहिँ टार्गेट गऱ्यौँ। अब हामी स्युडो एलिमेन्ट सेलेक्टरमा चाहिँ एउटा एलिमेन्ट हुन्छ नि, एउटा ट्याग हुन्छ नि, तिनीहरूको स्पेसिफिक पार्टलाई चाहिँ के गर्छौँ भन्दाखेरिमा टार्गेट गर्छौँ र त्यहाँनिर काम गर्छौँ। त्यसको सिन्ट्याक्स हुन्छ सेलेक्टर हुन्छ, अघि सिङ्गल कोलन थियो भनेदेखि अब डबल कोलन हुन्छ र स्युडो इलिमेन्ट चाहिँ यहाँनिर हामीले राख्छौँ। अब स्युडो इलिमेन्ट के हुनसक्छ भन्दाखेरिमा यी कुराहरू हुन्छ स्युडो इलिमेन्ट चाहिँ। अनि भित्रपट्टि सिएसएस लेख्ने त छँदैछ। अफ्टन युज फर अ डिजाइन एन्ड डेकोरेसन। धेरै जसो हामीले डिजाइन डेकोरेसनको पार्टमा चाहिँ स्युडो एलिमेन्ट सेलेक्टर युज गर्छौँ। क्यान एड एक्स्ट्रा कन्टेन्ट विदाउट एचटिएमएल। हामीले एचटिएमएल एउटा पी ट्याग छ र त्यसको हामीले सुरुमा केही कुराहरू याड गरिदिनु पर्यो, अथवा हामीसँग बटन छ त्यसको चाहिँ इनिसियल ठाउँमा चाहिँ इनिसियल लेटर भन्दा ठ्याक्कै अगाडि हामीले केही कुराहरू याड गर्नु पर्यो भनेदेखि हामीले चाहिँ अर्को ट्याग नथपिकन हामीले काम गर्न सक्छौँ स्युडो एलिमेन्ट सेलेक्टरको युज गरेर। त्यो चाहिँ गर्न सकिन्छ बिफोर युज गरेर। फेरि हामीसँग बटन छ, बटनको नाम छ क्लिक मी छ, हौ सी भन्दा ठ्याक्कै अगाडि केही कन्टेन्टहरू राख्नु पऱ्यो भनेदेखि केले गर्छ भन्दाखेरिमा बिफोरले काम गर्छ। र लास्टमा के छ हाम्रो क्लिक मीको लास्टमा ई छ नि होइन, हो ई भन्दा पछाडि हामीले केही कुराहरू याड गरिदिनु पऱ्यो सिएसएसबाट भनेदेखि हामीले यो कुरा चाहिँ आफ्टर र बिफोरको चाहिँ इम्प्लिमेन्ट गर्न सक्छौँ। यदि यो हुन्थेन भनेदेखि के फरक पर्छ त भन्दाखेरिमा हामीले छुट्टै चाहिँ ट्याग अथवा एलिमेन्टहरू चाहिँ एचटिएमएलको चाहिन सक्थ्यो। अनि हामीले एउटा बटन हामीले सबै बटनहरूमा गएर चाहिँ नि केही कुराहरू याड गर्नु छ भनेदेखि याड गर्दै 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 जानुपर्छ भनेदेखि हामीले जब बिफोर र आफ्टर ट्यागको युज गर्छौँ भनेदेखि हामीले वान सटमा सिएसएसको आफ्टर अथवा बिफोरको युज गऱ्यो भनेदेखि त्यो जति पनि बटनहरू छ टार्गेटेड बटनहरूमा सबैतिर एउटा इफेक्ट चाहिँ देख्ने भयो। अर्को छ फर्स्ट लेटर। हाम्रो एउटा डिभ छ र त्यो डिभको चाहिँ अथवा पी ट्याग छ र त्यो भित्रको फर्स्ट लेटर चाहिँ हामीलाई केही स्पेसिफिक अथवा अलिकति नयाँ खालको सिएसएसहरू चाहिँ इम्प्लिमेन्ट गर्नु पऱ्यो भनेदेखि चाहिँ हामीले फर्स्ट लेटरको चाहिँ युज गर्छौँ है त। अर्को छ फर्स्ट लाइन भन्ने। फर्स्ट लाइनमा चाहिँ हामीसँग एउटा डिभ छ र डिभको चाहिँ एउटा फर्स्ट लाइन छ नि, त्यो भित्र त मल्टिपलवटा पी ट्यागहरू होला, हो त्यो मध्येको एउटा फर्स्ट लाइनलाई चाहिँ के गरिदिनु पऱ्यो भन्दाखेरिमा ब्याकग्राउन्ड कलर चेन्ज गरिदिनु पऱ्यो, टेक्स्ट कलर चेन्ज गरिदिनु पऱ्यो, त्यतिखेर चाहिँ यो फर्स्ट लाइन युज हुन्छ। अनि तपाईँहरूले पक्कै पनि याद गर्नुभएको छ फर्म भर्दै गर्दाखेरिमा त्यो जुन फिल हुन्छ नि त्यो फिलको भित्रपट्टि नै इन्टर अ नेम होइन, इन्टर अ फुल नेम, इन्टर अ लास्ट नेम भनेर आउँछ नि, हो त्यो चाहिँ प्लेस होल्डरबाट आएको हो र त्यसलाई पनि हामीले के गर्न सक्छौँ स्टाइलिङ गर्न सक्छौँ। त्यो काम चाहिँ प्लेस होल्डर भन्ने चाहिँ इज टु प्लेस होल्डर भन्ने स्युडो एलिमेन्टले काम गर्ने भयो। अर्को छ मार्कर। हामीले अर्डर लिस्ट अनअर्डर लिस्टमा काम गर्दै गर्दाखेरिमा अगाडिपट्टि के आउँछ यस्तो यो खालको मार्कर आउँछ, हो यो मार्करलाई पनि हामीले स्टाइलिङ गर्नु पऱ्यो भनेदेखि चाहिँ हामीले मार्कर भन्ने इज टु मार्कर भन्ने स्युडो एलिमेन्टको चाहिँ युज गर्छौँ। अब लागौँ कोड एडिटरतर्फ। मैले योभन्दा अगाडिको भिडियोमा जुन फाइलमा काम गरेको थिएँ त्यसमै काम गरिरहेको छु। यसमा selector.html र selector.css। अब हेरौँ है त, एउटा म बटन बनाउँछु, क्लिक मिनी मैले नाम राखिदिएँ है। अब यसको नाम पनि राखिदिन्छु म क्लिक मी बटन भनेर क्लासको नाम चाहिँ। र अब यहाँनिर के गर्नु पऱ्यो क्लिक मी ड्यास बटन गर्नु पऱ्यो। ब्याकग्राउन्ड कलर मैले रेड राखिदिएँ र अब हेरौँ हाम्रो लाइभ सर्भरमा कस्तो रिजल्ट आयो। ओके केही स्टाइलिङ गरौँ है त यसलाई।
border radius 5 pixel. Width राखौँ बोल्ड राखिदिएँ मैले प्याडिङ राख्छौँ प्याडिङ राखौँ 3 पिक्सल ओके क्रसर पोइन्टर गरौँ जस्तो कि जब मैले यहाँनिर बटनमा लान्छु नि यो पोइन्टरको चाहिँ क्रसर चाहिँ चेन्ज भएर के हुन्छ ह्यान्ड आउँछ क्या यस्तो आउँछ क्लिक मी भनेर आउँछ अब यहाँ ठ्याक्क मैले अघि के भनेको थिएँ जब यो पोइन्टर चाहिँ यहाँभित्र छिर्यो नि यो भनेको चाहिँ होभर भइसक्यो यो होभर स्टेटमा गएको छ अब यसलाई हेरौँ है त डट क्लिक मी इज टु होभर गरेर र यसको ब्याकग्राउन्ड कलर चाहिँ चेन्ज गरेर ओके यस्तो बनाइदिएँ जब मैले होभर गर्छु यसको ब्याकग्राउन्ड कलर के हुन्छ चेन्ज भएर यो खालको कलर चाहिँ हामीले पाउँछौँ अब टेक्स्ट जस्तो कि टेक्स्ट कलर चेन्ज गर्नको लागि कलर भनेर मैले युज गरेँ र यसलाई बनाइदिएँ ब्ल्याक ओके यो भनेको चाहिँ होभर इफेक्ट भयो जब मैले बटनभित्र यसलाई लगेँ नि पोइन्टरलाई तब चाहिँ यसले होभर इफेक्ट देखायो ब्याकग्राउन्ड कलर चेन्ज भयो र कलर पनि यसले चेन्ज बनाएर चाहिँ यो चाहिँ देखाउने भयो त त्यसै गरी अर्को हाम्रो छ एक्टिभ भन्ने क्लिक बटन इज टु एक्टिभ भन्ने सिम्बल क्लासमा छ एउटा हाम्रो स्टेट जब यो बटन मैले क्लिक गर्छु नि हो तब पनि मलाई केही स्टाइलिङहरू चाहियो केही एनिमेसन चाहियो भनेदेखि अब मैले त्यो काम चाहिँ यहाँबाट गर्न सक्ने भएँ जस्तो कि 90% गर्नु है त यो के भयो ठ्याक्क भित्र गयो नि अब 100% भनेको त नर्मल भइहाल्यो 110 गऱ्यो भने चाहिँ यो हल्का ठुलो हुन्छ अब ओके यसरी चाहिँ हामीले बटनको चाहिँ नर्मल स्टेजमा CSS लेख्यौँ होभरमा लेख्यौँ र अर्को एक्टिभ स्टेटमा पनि लेख्यौँ अब जस्तो यहाँनिर ट्रान्जेक्सनहरू दिन सकिन्छ हैन यो कुराहरू हामी पछि गर्छौँ ठिकै छ ओके यो त भयो एक्टिभ स्टेटको कुरो अब कुरा गरौँ फोकसको फोकस स्टेटको लागि चाहिँ हामीलाई एउटा इनपुट ट्याग चाहिन्छ इनपुट टाइपमा टेक्स्ट प्लेस होल्डरमा इन्टर यो फर्स्ट नेम भनेर राखिदिएँ मैले अहिले यसलाई इनपुटै छोडौँ है त अब इनपुटलाई टार्गेट गरौँ र जब यो के हुन्छ फोकस हुन्छ फोकस भनेको के हो भन्दाखेरिमा जब मैले चाहिँ लेख्न थाल्छु यसरी केही कुरा लेख्न थालेँ नि हो यो भनेको चाहिँ हाम्रो के हो फोकस स्टेट हो अब यतिखेर चाहिँ म के गरिदिन्छु भन्दाखेरिमा आउटलाइन भन्ने छ एउटा त्यो आउटलाइनलाई चाहिँ 1 पिक्सल सोलिड ग्रे गराइदिन्छु है त जस्तो कि हाम्रो यो छ र अहिले जब मैले यो क्रसरले चाहिँ यहाँनिर लेख्न चाहिँ रेडी स्टेटमा गयो नि तब चाहिँ हाम्रो के छ भन्दाखेरिमा यो चाहिँ चेन्ज भएर आउटलाइन चाहिँ हाम्रो ग्रेमा आएको छ अब यसलाई बोर्डर पनि चेन्ज गरिदिन्छु म 1 पिक्सल सोलिड ग्रे बोर्डर र आउटलाइन भनेको फेरि फरक कुरा हो है तपाईँहरूले याद गर्नुहुन्छ पक्कै पनि यो कुरा मैले यसलाई यो गर्ने र हाम्रो अब चाहिँ अहिले के आयो भन्दाखेरिमा बोर्डर र आउटलाइन दुइटै नै हाम्रो चाहिँ ग्रेमा आइरहेको छ फोकस हुँदाखेरिमा अब ब्याकग्राउन्ड पनि चेन्ज गर्न सकिन्छ जस्तो कि ब्याकग्राउन्ड कलर गरेर रेड राख्ने मैले अहिले हाम्रो नदेखिएर ओके यसरी चाहिँ हाम्रो फोकसले पनि काम चाहिँ गर्छ यसलाई पनि चेन्ज गरेर हल्का यस्तो बनाइदियो
अब अलिकति यसलाई म राम्रो पनि बनाउँ है त प्याडिङ इन्टु 2 पिक्सलको अलिक पऱ्यो 5 पिक्सलको प्याडिङ पनि दिएँ मैले यसलाई बोर्डर रेडियस गरेर 7 पिक्सल दिन्छु म ओके यो भयो अर्को हाम्रो स्युडो क्लास छ त्यो हो लिङ्क भन्ने अब म यहाँनिर एउटा एङ्कर ट्यागको युज गर्छु एचरे भनेर चाहिँ एउटा लिङ्कहरू चाहिँ म यहाँनिर राखिदिन्छु है जस्तो कि मेरो एउटा यो लिङ्क छ टार्गेट गरेँ मैले यसलाई र ब्ल्याङ्क राखिदिएँ युट्युब गरेर राखेँ र हाम्रो यतिखेर के आएको छ भन्दाखेरिमा यो मैले साइडमा पनि भनेको थिएँ कि डिफल्टमा चाहिँ यो लिङ्क क्लिक भएको छैन भनेदेखि यो चाहिँ के आउँछ ब्लूमा आउँछ है अब यसलाई हामीले चेन्ज गर्न सक्छौँ जस्तो कि लिङ्क भन्ने छ यसको कलर चेन्ज गरेर म यसलाई येलो बनाइदिन्छु अहिले है त यही यसको लिङ्क गर्नु पऱ्यो ओके यो भएपछि हाम्रो के भयो भन्दाखेरि येल्लो भयो तर येल्लोमा अलिकति देखिएन यतिको देखिन्छ कि ओके यो खालको कलर चाहिँ हाम्रो ब्लूबाट यसरी हामीले कलर चेन्ज गर्न सक्ने भयो र यसलाई फेरि के पनि गर्न सकिन्छ जस्तो कि ए डट भिजिटेड भनेर यदि त्यो लिङ्क भिजिटेड भइसकेको छ भनेदेखि चाहिँ यसको चाहिँ कलर चेन्ज भएर के आउनु पर्यो भन्दाखेरिमा ग्रिन कलरमा आउनु पर्यो अहिले त यो लिङ्क मैले खिचेको छैन अब मैले खिचेँ र फेरि पनि यो पेजमा फिर्ता आएँ भनेदेखि त्यतिखेर यसको कलर चाहिँ ग्रिन हुनुपर्छ है त काम गर्छै गर्दैन हेरौँ ओके अहिले चाहिँ हाम्रो यो कलर कस्तो आइसकेको छ ग्रिन कलर आइसकेको छ यसको मतलब लिङ्कले चाहिँ इनिसियल स्टेटमा कस्तो कलर राख्ने भनेर भनिदिन्छ र भिजिटेडले चाहिँ त्यहाँ त्यो लिङ्क भिजिट गरेर आइसकेपछि कस्तो कलर देखाउने भनेर चाहिँ हामीले स्टाइलिङ गर्न सक्ने भयौँ यो थियो भिजिटेड र लिङ्कको कुराहरू हाम्रो अर्को छ फर्स्ट साइडको कुराहरू छ हैन लास्ट साइडको कुराहरू छ त्यसको लागि चाहिँ म एउटा डिप बनाइदिन्छु डमी टेक्स्ट राखिदिन्छु केही स्प्यान ट्याग युज गरिदिन्छु आई एम स्प्यान ट्याग इनसाइड फर्स्ट डिप भनेर राखेँ मैले एउटा है त र अर्को पनि डिप बनाउँछु म अर्को पनि डिप बनाउँछु आई एम स्प्यान ट्याग फ्रम सेकेन्ड डिप भनेर राखेँ मैले है त अब अहिले चाहिँ डिबेट गरौँ यसलाई अनि अब म डिपलाई चाहिँ बोर्डरको चाहिँ के व्यवस्था गरिदिन्छु यसलाई म ओके अब यो सेपरेटेड भयो नि त यो फर्स्ट डिप भयो यो सेकेन्ड डिप भयो है त अब फर्स्ट चाइल्ड भन्ने छ जस्तो कि अब कुरा गरौँ पी ट्यागको कुरा गरौँ त पी ट्याग इज टु फर्स्ट चाइल्ड अब यो सिन्ट्याक्सले के भन्दैछ भन्दाखेरिमा पी ट्याग छ नि पी ट्याग चाहिँ जहाँ जहाँ फर्स्ट चाइल्ड भएर आछ नि जहाँ जहाँ फर्स्ट चाइल्ड भएर आछ फर्स्ट चाइल्ड हुनको लागि फेरि एउटा के हुनुपर्छ प्यारेन्ट चाइल्ड हुनु पऱ्यो के अरे प्यारेन्ट हुनु पऱ्यो प्यारेन्ट भनेको चाहिँ डिप भइरहेछ यहाँनिर र जहाँ जहाँनिर पी ट्याग चाहिँ फर्स्ट चाइल्डको रूपमा आइरहेछ भनेदेखि त्यसलाई चाहिँ केही सिएसएसहरू चाहिँ यसले व्यवस्था गरिदिन्छ अब हेरौँ है त जस्तो कि कलर भनेर मैले राखेँ ग्रिन राखिदिन्छु र हेरौँ अब यो एउटा प्यारेन्ट हो र यसको फर्स्ट चाइल्डको रूपमा यो लोरेम यो भन्ने आएको छ हो कि अब के गरिदियो यसको कलर चेन्ज गरिदियो यो भनेको त तलको भयो किन यहाँ तल पनि यही आछ
र माथि पनि यही आएको छ र दुईटैमा चाहिँ फर्स्ट चाइल्ड भएर आएको छ यो पी ट्याग त्यो भएर चाहिँ यसको चाहिँ कलर चेन्ज भयो। हामीले यहाँनिर CSS दिएको छौँ 1 पिक्सल सोलिड रेड गर्न पनि सक्यौँ हामीले है त। अब यसलाई चाहिँ म के गरिदिन्छु भन्दाखेरिमा स्प्यान ट्याग चाहिँ माथि राखिदिन्छु यसको चाहिँ। अब हेरौँ अब देखियो त हामीले देखिएन नि किनकि यो सेकेन्ड डिपमा त हाम्रो फर्स्ट चाइल्डको रूपमा स्प्यान ट्याग आएको छ र यो कुरा चाहिँ के भएन, यो कुरा चाहिँ फुलफिल भएन। त्यस कारणले गर्दाखेरिमा हामीले यहाँनिर चाहिँ कलर पाएनौँ है त। अब लास्ट साइडको कुरा छ जस्तो कि पी ट्याग चाहिँ जहाँ जहाँ लास्ट साइडको रूपमा आएको छ यो CSS लगाइदियो भनेर चाहिँ मैले भने यसलाई र यसले अब हेर्छ कहाँ कहाँ पी ट्याग चाहिँ लास्ट साइडको रूपमा आएको छ। यहाँ आएको त आएको छैन नि, यहाँ त स्प्यान ट्याग आएको छ लास्ट साइडको रूपमा। यो फर्स्ट डिपमा त लाउने कुरै भएन, यसले लगाएको पनि छैन। र सेकेन्डमा हेरौँ, सेकेन्डमा लास्ट साइडको रूपमा पी ट्याग आएको छ, यस आएको छ। र अब यसले के गरिदियो, यसलाई चाहिँ CSS यो CSSहरू चाहिँ इम्प्लिमेन्ट गरेर देखाइदियो। अब मैले यस्तै गरी स्प्यान ट्यागमा लाउन सक्छु। स्प्यान ट्याग कहाँ कहाँ चाहिँ लास्ट चाइल्ड भएर आएको छ भनेर यसले खोज्छ, कहाँ आएको छ यहाँनिर आएको छ हो। त्यही भएर हामीले यहाँनिर यो खालको चाहिँ स्टाइलिङ पायौँ र यहाँनिर पाएनौँ। अब फेरि मैले के गरिदिन सक्छु, स्प्यान ट्याग कहाँ कहाँ फर्स्ट चाइल्ड भएर आएको छ भनेर लगाइदिन सक्छु र यो कहाँ आयो, सुरुमै आएको छ नि, यो सेकेन्ड डिपको सुरुमै आएको छ हो। त्यो भएर हामीले यो अनुसारको स्टाइलिङ चाहिँ पायौँ। यसरी चाहिँ हाम्रो यो फर्स्ट चाइल्ड लास्ट चाइल्डले काम गर्छ। र अर्को मैले भनेको थिएँ एन्ड चाइल्ड भन्ने, जस्तो कि पी ट्याग चाहिँ कहाँ कहाँ आएको छ, एज अ सेकेन्ड चाइल्ड भएर पी ट्याग चाहिँ कता कता सेकेन्ड चाइल्ड भएर आएको छ भनेर मैले भन्ने है त। पी ट्याग चाहिँ कहाँ कहाँ सेकेन्ड चाइल्ड भएर आएको छ हो, त्यो चाहिँ अब यसले खोज्ने भयो। कहाँ आएको छ, फर्स्ट डिपको यो हाई भन्ने आएको छ, यसमा देखाउने भयो। अनि फेरि सेकेन्ड डिपको यो लो रेममा आएको छ, यहाँनिर देखाउने भयो। यसरी चाहिँ एन्ड चाइल्डले पनि काम चाहिँ गर्छ। अब हामीसँग डिप छ, डिपमा 5वटा चाहिँ पी ट्याग छ भनेदेखि हामीलाई फोर्थ चाहिँ पी ट्यागलाई केही कुराहरू CSS लगाउनु पऱ्यो भनेदेखि चाहिँ हामीले लगाउन सक्ने भयो नि त हो। त्यो अनुसारले चाहिँ काम हुन्छ। अहिले फोर्थ चाइल्ड भनेर दिएँ मैले, यो कुराहरू चाहिँ कुनैमा पनि भ्यालिड भयो। त्यो भएर हामीले CSS चाहिँ पाउन सकेनौँ त्यो अनुसारको है त। जस्तो कि अर्को हाम्रो छ डिजेबल भन्ने छ, इनेबल भन्ने छ, त्यो चाहिँ फर्मको कुराहरू है। अब हेरौँ है त, जस्तो कि यो चाहिँ बाई डिफल्ट के हुन्छ भन्दाखेरिमा यो चाहिँ इनेबल्डै हुन्छ, यहाँनिर केही लेख्नु पर्दैन। तर मैले यसलाई के गरिदिएँ, डिजेबल गरिदिएँ। मतलब कि अब हामीले यहाँनिर नाम चाहिँ इन्टर गर्न सक्दैनौँ है त। सक्यौँ त, यहाँनिर हामीले नाम चाहिँ इन्टर गर्न सक्दैनौँ। अब यसलाई हटाउने हो भने गर्न सक्ने भइयो। र यसरी हामीले काम गर्दै गर्दाखेरिमा कति समयमा चाहिँ हामीले यो इनपुट ट्यागहरूलाई अथवा बटनहरूलाई डिजेबल स्टेटमा पनि राख्नुपर्ने हुनसक्छ हो। त्यतिखेरको लागि हामीलाई एउटा स्पेसिफिक CSS चाहिँ लगाउन सक्छौँ है त। जस्तो कि इनपुट भनिदिने अनि डिजेबल भनिदिने। यो डिजेबल छ भनेदेखि यसलाई चाहिँ अब मैले के गरिदिन सक्ने भएँ भन्दाखेरिमा कलर चाहिँ रेड राखिदिन सक्ने भएँ है। कलर भन्दा पनि ब्याकग्राउन्ड कलर राखेको भए चाहिँ ठिक हुन्छ होला। ब्याकग्राउन्ड कलर रेड राखिदिएँ होइन। अब बोर्डर पनि राख्न सक्ने भएँ मैले, जस्तो कि बोर्डर 1 पिक्सल सोलिड रेड राख्यो भन्दा नदेखियो होला। ब्ल्याक राखिदिएँ मैले है। यसरी चाहिँ हामीले काम चाहिँ गर्न सक्छौँ। ओके, डिजेबल स्टेटमा छ अब यो। अब यसलाई मैले हटाइदिएँ भनेदेखि यो CSS चाहिँ फेरि के हुँदैन, इम्प्लिमेन्ट हुँदैन, किनकि यो त डिजेबल स्टेटको लागि मात्र हो नि। त्यो भएर है त। अब अर्को छ हाम्रो
रिक्वायर्ड भन्ने, जस्तो कि यहाँनिर चाहिँ मैले यसलाई रिक्वायर्ड भन्ने की चाहिँ एउटा किवर्ड छ, त्यो किवर्ड चाहिँ इनपुट ट्यागभित्र राखिदिएँ भनेदेखि फर्म सबमिट गर्दाखेरिमा यसमा चाहिँ केही न केही चाहिँ इनपुट गरेकै हुनुपर्छ, अथवा यो फिल्ड चाहिँ के हुनु पऱ्यो भन्दाखेरि फर्म सबमिट गर्दै गर्दाखेरिमा यो फिल्ड चाहिँ गएको हुनै पर्यो। अब रिक्वायर्ड छ, यसरी मैले कतिवटा ल मानौँ कि अलिक धेरैवटा बनाउँ यस्तो ट्यागहरू, यसो छ है त। अब अलिकति यहाँनिर केही जस्तो कि लास्ट नेम भन्ने मैले इन्टर योर ADDRESS एड्रेस भन्ने, इन्टर योर पासवर्ड भन्ने मैले, अनि टाइपमा चाहिँ यहाँनिर फेरि पासवर्डै राखिदिएँ। र अब यो गर्दै गर्दाखेरिमा यो एड्रेस चाहिँ कम्पलसरी नहुन सक्छ नि त, जस्तो कि मान्छेको फर्स्ट नेम लास्ट नेम चाहियो र पासवर्ड पनि चाहियो। सपोज कि म यो लगइन फर्म बनाउँदैछु हो, त्यतिखेरको लागि यो एड्रेस चाहिँ रिक्वायर्ड होइन। अब यो रिक्वायर्ड जति पनि छ नि, यसलाई चाहिँ म एउटा चाहिँ टेम्प्लेट खालको CSS अथवा यो कुरा चाहिँ रिक्वायर्ड छ है भनेर युजरले बुझोस् क्या, त्यस्तो खालको चाहिँ म CSS लगाइदिन चाहन्छु। जस्तो कि इनपुट इज टु रिक्वायर्ड जति पनि छ नि, त्यसमा चाहिँ म बोर्डर 2 पिक्सल सोलिड अनि ग्रिन गरिदिन्छु क्या। हेरौँ है त, फर्स्ट नेम चाहिँ रिक्वायर्ड थियो, लास्ट नेम पनि रिक्वायर्ड थियो, एड्रेस रिक्वायर्ड थिएन। त्यही भएर हामीले के भयो, यहाँनिर चाहिँ यो खालको यो जुन CSS स्टाइलिङ छ, यो स्टाइलिङ चाहिँ हामीले यहाँनिर पाएनौँ र पासवर्डमा पनि पायौँ। त्यसरी चाहिँ हाम्रो के हुने भयो भन्दाखेरिमा काम हुने भयो है त। अब जस्तो कि भ्यालिड इनभ्यालिड भन्ने पनि छ, यो चाहिँ डाइनामिक CSS लोड गर्दाखेरिमा धेरै महत्त्वपूर्ण हुन्छ। जस्तो कि अब यो रिक्वायर्ड भन्ने ठाउँमा त केही न केही त लेखेकै हुनु पऱ्यो नि, नत्र भयो त्यो इनभ्यालिड भयो नि हो। अब यस्तो कन्डिसन आयो भनेदेखि चाहिँ मैले CSS लगाउन सक्छु है त। अब जहाँ जहाँ रिक्वायर्ड छ र त्यहाँ जहाँ रिक्वायर्ड छ र केही पनि इनपुट भएको छैन भनेदेखि त्यहाँनिर चाहिँ अब के आउँछ भन्दाखेरिमा रेड आइदिन्छ। रेड पनि भन्दा नि हल्का यसलाई यस्तो राखिदिउँ न, ओके। अब अलिकति CSS चाहिँ यहाँनिर एक्टिभ स्टेटसँग ऊ भएको हुनसक्छ। ओके, यो फोकस स्टेटलाई यस्तो गरौँ, यो ब्याकग्राउन्ड कलरलाई ऊ गरौँ, अब मिल्छ होला। ओके, जहाँ अब इनपुट फिल्ड, अब जुन फिल्डहरू चाहिँ भ्यालिड भएको छ अथवा त्यो एउटा भ्यालिडेसनको रुलहरू चाहिँ त्यसले एक्सेप्ट गरेको छ, त्यो ठाउँमा चाहिँ हाम्रो के आउँछ भन्दाखेरिमा ओके यहाँनिर इनभ्यालिड राख्दा ठिक होला। जहाँ चाहिँ त्यो कन्डिसनहरू चाहिँ इनभ्यालिड छ भनेदेखि त्यतिखेर चाहिँ यो कलर आउने भयो। र अब हामीले यहाँनिर केही इनपुट गरिहाल्यौँ, जस्तो कि अहिले यो फिल्डहरू के सबै यो फर्स्ट नेम लास्ट नेम र पासवर्डहरू चाहिँ रिक्वायर्ड फिल्ड हो है। अब मैले केही पनि इनपुट गराएको छैन यहाँनिर, यो के भयो, त्यसले यो रिक्वायर्ड भन्ने हाम्रो रुल छ नि यसलाई भायोलेट गर्यो र यो अहिले चाहिँ इनभ्यालिडको CSS चाहिँ यसले ट्रिगर गरेर यहाँनिर CSS चाहिँ देखाइदियो। यदि मैले अब यहाँनिर केही कुराहरू इनपुट गर्न थालेँ भनेदेखि यो त भ्यालिड हुन थाल्यो नि, भ्यालिड भयो कि भएन, भ्यालिड भयो कि भएन, भ्यालिड भयो नि हो। अब त्यो कन्डिसनको लागि पनि हामीले के गर्न सक्छौँ भन्दा CSS चाहिँ स्टाइलिङ चाहिँ गर्न सक्छौँ है त। जस्तो कि अलिकति यो गरौँ र अब यो भ्यालिड भएको नि, यिनीहरू भ्यालिड हुँदै गर्दाखेरिमा चाहिँ हाम्रो के भयो भन्दाखेरिमा ब्याकग्राउन्ड कलरमा ग्रिनिस आयो। अब यहाँनिर त यो त रिक्वायर्ड छैन, यो त मान्छेहरूले एड्रेस नराख्दा पनि हुन्छ, त्यो भएर यहाँनिर ग्रिन आएको हो। यसरी चाहिँ हामीले यो कुराहरूमा चाहिँ काम गर्न सक्छौँ है त। अब हामीले यति सिकिसकेपछि
स्युडो क्लासको चाहिँ म्याक्सिमम कुराहरू हामीले इन्क्लुड गरिसकेका छौँ होइन। अब हामी जान्छौँ स्युडो एलिमेन्टमा। स्युडो एलिमेन्टमा जस्तो कि हाम्रो कोलोन कोलोन बिफोर, कोलोन कोलोन आफ्टर, फर्स्ट लेटर, फर्स्ट लाइन यस्तो कुराहरू छ होइन। अब त्यसको लागि म यही बटनको युज गरिदिन्छु। हामीसँग यो बटन अलरेडी छ। अब हेरौँ है त यो बटनमा र म के गर्न चाहन्छु भन्दाखेरिमा यो सी छ नि, सी भन्दा ठ्याक्कै अगाडि केही कुराहरू याद गरिदिन चाहन्छु के, जस्तो कि डट क्लिक मी बटन इज टु बिफोर गरिदिने। योभन्दा अगाडि केही कुराहरू याद गर्नु पऱ्यो भने कन्टेन्ट गरेर मैले लेख्नुपर्ने भयो, अनि डबल इन्भर्टेड कमा या सिङ्गल इन्भर्टेड कमा दिने र केही कुराहरू यहाँनिर मैले यसरी लेख्ने भनेदेखि ठ्याक्कै यो अगाडि आयो कि आयो नि हो। अब यसमा चाहिँ हामीले अरू नै केही कुराहरू राख्न सक्छौँ, जस्तो कि हाम्रो यहाँनिर छ एउटा इमोजी, यस्तो इमोजी राख्न सक्छौँ। यो भएपछि के आयो, क्लिक मी भनेर यो चाहिँ आउने भयो। र यस्तो खालको बटनहरू हामीसँग धेरैवटा हुनसक्छ नि होइन। त्यतिखेर हामीले यहाँनिर यो कन्टेन्ट यसरी राखिदिएपछि सबैतिर चाहिँ यो कुराहरू चाहिँ पपुलेट हुने भयो। त्यसले गर्दाखेरिमा हामीले HTML-मा गएर एक एकवटालाई चाहिँ चेन्ज गर्नुपर्ने बाध्यता रहेन। अब त्यस्तै गरी अब आफ्टर पनि गर्न सकिन्छ। अब यसैलाई म पछाडिपट्टि लगाएर राखिदिन्छु भने के गर्नु पऱ्यो भन्दाखेरि म आफ्टरमा लगाएर राखिदिने, अथवा केही कुरा लेख्नु पऱ्यो क्लिक मी नाउ भनेर लेख्ने भनेदेखि अब के आयो, क्लिक मी नाउ चाहिँ आफ्टरवाला चाहिँ सेक्सन भएपछि यो पछाडि गएर बस्ने भयो। अब यो क्लिक मी छ नि, यहाँनिरको यो जुन सी छ नि, यो सी छ नि यो चाहिँ स्मल लेटर छ। यसलाई चाहिँ म अब क्यापिटलाइज गर्नु छ होइन, अथवा यसलाई स्पेसल चाहिँ अब केही वेटहरू दिनु छ, फन्ट फ्यामिली चेन्ज गरिदिनु छ भनेदेखि त्यो चाहिँ मैले गर्न सक्छु। यो भन्दा पनि अरूमा नै हेर्नु है त, जस्तो कि अब कति धेरै हामीले ठाउँमा देख्दै हुन्छौँ नि, जस्तो कि हाम्रो छ H1 ट्याग होइन, WLC वेलकम भनेर मैले लेखिदिएँ यहाँनिर माथि। अनि यो हाम्रो W चाहिँ अझ ठुलो बनाउनु पऱ्यो मलाई, अथवा W-लाई मात्रै केही स्टाइलिङहरू दिनु पऱ्यो भने चाहिँ मैले गर्न सक्छु है त। जस्तो कि H1 गर्छु मैले, इज टु फर्स्ट लेटर गरिदिन्छु र यसको फन्ट चाहिँ वेटमा मैले बोल्डर गरिदिएँ, फन्ट फ्यामिली पनि चेन्ज गरिदिन सक्ने भयो मैले, फन्ट साइज चेन्ज गरेर म 50 पिक्सल राखिदिन सक्छु, 50 होइन 100 राखौँ, 100 पिक्सल राख्न सक्ने भयो मैले। अब यसको चाहिँ नि कलर चेन्ज गर्न सक्ने भयो मैले, एक्वामारिन राखिदिएँ ल हो। यसरी चाहिँ फर्स्ट लेटरलाई मात्रै मैले के गर्नु पऱ्यो, स्टाइलिङ गर्नु पऱ्यो भनेदेखि चाहिँ हामीले यो अनुसारले गर्न सक्ने भयो। हामीसँग एउटा डिभ छ नि, यो डिभ छ फर्स्ट डिभ भन्ने हो। यसलाई मैले के गरिदिन्छु भन्दाखेरिमा फर्स्ट डिभ भनेर राखिदिएँ नाम है। अब फर्स्ट डिभको चाहिँ डट फर्स्ट डिभको फर्स्ट लेटर होइन, लाइनलाई चाहिँ म ब्याकग्राउन्ड कलरमा ग्रिन गरिदिन्छु। पाएँ नि मैले यो गर्नु हो। हाम्रो इज टु फर्स्ट लाइन भन्नेले चाहिँ यो सुविधा दिने भयो क्या हामीलाई। अथवा यसको ठाउँमा मैले डिप मात्रै गरिदिनु सक्छु भनेदेखि यो तल पनि आउने भयो, यहाँनिर पनि आउने भयो हो, यसमा पनि आयो। यसरी चाहिँ हामीले काम गर्न सक्छौँ है त। त्यस्तै गरी हामीसँग छ अर्को प्लेस होल्डर भन्ने पनि छ। जस्तो कि जति पनि यो इन्टर फर्स्ट नेम, इन्टर यो लास्ट नेम, यो कुराहरू भनेको चाहिँ प्लेस होल्डर हो। र यो प्लेस होल्डरलाई पनि मैले चाहिँ CSS लगाइदिन सक्छु क्या। इनपुट इज टु प्लेस होल्डर गरिदिएँ मैले, अनि त्यहाँपछि फन्ट स्टाइलमा इटालिक गरिदिएँ है। इनपुट यो गर्नु हुँदैन थियो नि त। इनपुट इज टु प्लेस होल्डर गरेपछि हाम्रो चाहिँ इटालिक भएर आइसकेको छ।
जस्तो कि मैले फन्ट वेटमा चेन्ज गरेर अलिकति बोल्ड गरिदिन सकेँ यसलाई। यसरी चाहिँ हामीले प्लेस होल्डरको कलरहरू जति पनि स्टाइलिङ छ त्यो चाहिँ गर्न पाउने भयौँ। त्यस्तै गरी अर्को छ हाम्रो मार्कर भन्ने छ। त्यसको लागि चाहिँ म एउटा अनअर्डर लिस्ट बनाइदिन्छु। राम्रो देखाइदिउँ न। ओके, यो छ र म यो अगाडिको जुन मार्कर छ नि यसलाई चाहिँ म चेन्ज गर्न चाहन्छु है त। यसको लागि मैले के गर्नुपर्ने भयो, यसलाई इज टु मार्कर गरिदिने। अनि त्यो सँगसँगै मैले फन्ट साइज चेन्ज गर्न सक्छु। यसको जस्तो कि 50 पिक्सल राख्न सक्ने भए ठुलो आयो नि होइन। अब यस्तो नराम्रो त गर्नु भएन, ठिक्कको मिल्दो सुहाउँदो चाहिँ हामीले गर्न सक्छौँ है त। जस्तो कि कलर भनेर रेड राखिदिन सकेँ मैले, देखियो नि होइन रेड हो। यसरी चाहिँ हामीले स्युडो एलिमेन्टमा पनि काम गर्न सक्छौँ। अब यी कुराहरू चाहिँ हामीले गर्न सक्ने भयौँ। र कति कुराहरू चाहिँ एक्स्ट्रा कुराहरू पनि छ, जस्तो कि नयाँ कुराहरू पनि अपडेट भइराखेको हुन्छ। त्यो कुराहरू हामीले चाहिँ अफिसियल्ली हेर्ने हो भनेदेखि चाहिँ हाम्रो CSS को एउटा छ MDN वेब डक्स भन्ने छ। त्यहाँभित्रपट्टि हाम्रो जाभास्क्रिप्ट HTML CSS सबैलाई छ। अहिले चाहिँ म CSS मा गएँ। अनि यहाँनिर जति पनि हाम्रो प्रपर्टिजहरू छ नि त्यो सबैको बारेमा चाहिँ छ है त। अब हामी यहाँनिर गएर हेर्ने हो भनेदेखि स्युडो क्लासहरूको चाहिँ कुराहरू छ यहाँनिर जति पनि छ। कति कुराहरू मैले पनि इन्क्लुड नगरेको कुराहरू छ यहाँनिर होइन। अब स्युडो एलिमेन्ट छ। स्युडो एलिमेन्ट्सको अब यो कुराहरू फर्स्ट लेटर फर्स्ट लाइन मार्कर, अब यो पिकर आइकन भन्ने छ, पिकर भन्ने छ, प्लेस होल्डर छ, स्क्रोल छ। अब यो पिकर आइकनको बारेमा थाहा पाउनु पऱ्यो भनेदेखि चाहिँ हामीले यहाँनिर जाने सिन्ट्याक्स हेर्ने के हुन्छ, इज टु पिकर आइकन हुँदो रहेछ। र यहाँ भित्रपट्टि हामीले CSS राख्न सक्ने भयो होइन। हो यसरी चाहिँ हामीले काम गर्न सक्छौँ। यसरी हामीले पढ्न सक्छौँ। नयाँ कुराहरू अफिसियल्ली हेर्नु पऱ्यो भने चाहिँ MDN वेब डक्समा गएर चाहिँ हामीले हेर्न सक्ने भयो है त। अब आजलाई यति नै गरौँ। तपाईँहरूले CSS को अब यति धेरै कुराहरू जानिसक्नु भएको छ। अब चाहिँ एउटा राम्रो खालको चाहिँ पेज चाहिँ हामीले बनाउनु पर्ने हुन्छ प्रपर स्टाइलिङ गरेर। यति धेरै CSSहरू छ, स्युडो क्लासेसको कुराहरू छ, स्युडो एलिमेन्टको कुराहरू छ। हामीले हरेक वर्डलाई हरेक ठाउँमा हामीले चाहिँ CSS इम्प्लिमेन्ट गर्न सक्छौँ। जति धेरै इम्प्लिमेन्ट गर्यो, जति धेरै प्र्याक्टिस गर्यो त्यति नै आउने हो। सो तपाईँहरूले एउटा राम्रो खालको पेज चाहिँ बनाउनु होला। आफ्नै पर्सनल पेज हुनसक्ला अथवा कुनै एउटा अफिसियल साइटहरू तपाईँहरूले भिजिट गरेर त्यसको इन्फर्मेसनहरू ग्यादर गरेर बनाउन सक्नुहुने भयो। अथवा आफ्नो हबिजको कुराहरू होला, त्यो कुराहरू चाहिँ ठ्याक्क लाएर हामीले एज 1 देखिबाट एज 6 ट्यागहरू छ, त्यसपछि गएपछि फिलहरू छ, बटनहरू छ। यो सबै कुराहरूलाई सबैलाई कम्बाइन गरेर चाहिँ एउटा ब्युटिफुल पेज चाहिँ बनाउने कोसिस गर्नु होला। आजलाई यति नै गरौँ। थ्याङ्क यू सो मच।